गाइस अब चाहिँ म रेडी भएको है गाइस म चाहिँ रेडी भइसकेको छु अब चाहिँ मेरो रहेको छ फेस को केयर अनि हेयरको केयर सो गाइस लेट्स गो गाइस मलाई चाहिँ तपाईहरुसँग शेयर गर्नु छ तपाई विन्टरमा चाहिँ के लगाउनुहुन्छ कुन चाहिँ क्रिम लगाउनुहुन्छ अन्त मैले चाहिँ लगाउँछ बोरोप्लस मैले चाहिँ बोरोप्लस लगाउँछु गाइस अहिलेसम्म पनि मलाई बोरोप्लस नै धेरै मन पर्छ भन्छ कि यो लगायो भने चाहिँ कालो हुन्छ भनेर घाममा हिँड्दाखेरि एकदम सुट गर्ने क्रिम नै बोरोप्लस हो गाइस बोरोप्लस लगाउँछु गाइस क्रिम चाहिँ लगाइसकेको छु अन्त अब चाहिँ लगाउनु आँट्छु पाउडर म्याक्सिमम टाइम म चाहिँ पाउडर लगाउँछु हो पाउडर लगाउने चाहिँ अनि त्यही भएर चाहिँ म पाउडर लगाउँछु पाउडर काम भयो अब म लगाउँछु लाइनर लाइनर चाहिँ सबभन्दा इम्पोर्टेन्ट नत्र भए रुखको जस्तो देख्छ नि त लाइनर लगाएको गाइस गाइस मैले पनि लगाइसकेँ लाइनर पनि लगाइसक्यो हो लिप ग्लोस सो गाइस मेरो चाहिँ सबै भइसकेको छ लिप ग्लोस लाइनर अन्त क्रिमहरू पाउडर सबै लगाइसक्यो काम रहेछ हेयरको अन्त अब कपाल बनाउँछु ल गाइस म अन्त कपाल चाहिँ कस्तो बनाऊँ सो मैले चाहिँ अब प्लान गरेँ चाहिँ कस्तो बनाउँछु भनेर कपाल है एउटा पनि कपाल मुखमा आउँदैन नि त अनि यसरी जान्छ क्या त्यही भएर चाहिँ साह्रो पर्छ सो गाइस म चाहिँ रेडी भइसकेको छु अन्त मैले बनाएको एकचोटि कपाल अब चाहिँ मेरो लगाउनु छ आइडी हेर्नु न पाउडर लगाएको चाहिँ आइडी लगाएको अनि स्वेटर चाहिँ पछि लगाउँछु गाइस किनभने स्वेटर चाहिँ अहिले स्कुटी चलाउँदाखेरि लगाउँछु सो गाइस म चाहिँ रेडी भइसकेको छु दिन राम्रो होस् अनि मेरो पनि राम्रो होस् यही होप गर्छु होइन कसैलाई थोरै थाहा हुन्छ कसको दिन कस्तो हुन्छ भनेर होइन अब आजको दिनमा के होला के थाहा कसैलाई थाहा छैन होइन सो लेट्स गो विथ फ्लो बाई बाई